बिहानी पखको कुहिरोको शीतलता अनि चराचुरुङ्गीको सुमधुर आवाज र मेरो यात्रा। हेलो गाइस, वेलकम टु माय ब्लग। यो मनकामा नै जाने, मनकामा नै रमाइलो गरौँ त। अब मनकामा मन्दिर हुँदै जाने हामी। बल्ल राइट टाइम भने हामीले नाइट क्याम्पिङमा आएको मन्दिर पनि देखेको थियौँ। त्यही मनकामा मन्दिरमै हो क्या। आरती सिधै कहाँमा आएर ल्याएर किन लाग्यो मान्छे हराउने खालको यार। कति किलो है लडेको यहाँ हेर्नु भ्यू तपाईँको बहिनीले खिचेको भ्यू हेर्नु। यहाँ यस्तो खतरा भ्यू थियो अनि कसरी छोड्नु। नेपाल भनेको नेपाल हो यार। एकदम साउथ ललितपुर घुमेकै छैन होला अनि गर्नलाई अनि बसेको त भइहाल्नु। बत्तीमा त्यो त उता हेर उता त बलबाल देखिन्छ। यो हाइटमा छ क्या उता त्यो अझ यो चोरी फुल्ने सिजन आउनुपर्छ। फोटो खिच्न आएछ जस्तो। बुखेलबाट सिम्बाफल जाने रहेछ हो बुखेलबाट ल मणिखेलबाट हो। यहाँबाट गएर 45 मिनट 54 मिनट नि बुखेल आउँछ। आउँदैन भने यहाँ नाटक गरेर बस्छ टक फेरि लु आऊ नाटक खाम्रो यता एकजना रबिन गर्नु सबजना ल। ए म हराए, हामी हराएको अवस्था साथी, यो हामी हराएको अवस्था। मलाई यो माथिको बाटो जस्तो लाग्थ्यो के दाइ। इस्कुसको मुन्टा हेर मुन्टा भन्दा नि यहाँ चाबी चाहिँ कता राख्यो कुरा फेरि। अब नन स्टप जाने हो। अब हामी आधै घन्टामा पुग्नुपर्ने स्थिति। मलाई त यो दुई तिन डाँडा पर लागिरहेछ। ल है सिम्बा फल्स, साउथ ललितपुर सिम्बा फल्स। यसरी नै अब हामी 45 मिनट हिँडेर जाने हो। यस्तो खोलाको बगरै बगर भएर जाने हो। अब हिँड्ने बानी छैन भाइ, कति सासा हुने हो थाहा छैन। यही खोला नाला हुँदै जाने हो। सल्टी मुला साग। ओ तेरो ब्यागमा राख्दै एउटा मेरो ब्यागमै जुस छ ए मेरो लुगा अहिले मिलाएर राख्नु पर्यो ब्यागमा। त्यसो जे पाइ त्यही गरेर राखेको भएर होला। डाँडा काँडा चढ्दैछौँ गाइस। खोलाबाट यस्तो वन जङ्गलको बाटो हुँदै हामी हिँड्दै हाम्रो डेस्टिनेसनको टार्गेटमा जाँदैछौँ। अझै हामी त एक खेत पनि आइपुगेको छैन। 7 तल्ला कसरी गर्ने गाह्रो छ। डाँडाकै तल जस्तो लाग्यो मलाई त, त्यो हाइटवाला के हो जस्तो लाग्यो। त्यही डाँडाकै उसमा हो। 15-20 मिनट लाग्छ हुन्छ।
कसरी क्रस गर्ने भाइ बाटो साजन दाइ इज गोइङ फ्रम द रिभर साइड बाटो क्रस गर्ने ओए बिस्तारै बिस्तारै Lamane is on the way for crossing the river. Oh yeah. Mane? Are you scared or not? La यो पनि लिएर जा मलाई मेरो पनि खिच्दै थियो एउटा मेरो खिच्दै त यहाँ देख्न यहाँ अलिअलि भिजेकै फरक परेन मेरो भिडियो खिच है टेक्निक लगा के आना पड़ेगा भिडियो खिच्यो मलाई ल्याऊ है म त्यहाँ जोडेर टक्क राख्नुपर्छ बिस्तारै यस्तो जङ्गलको बाटो हिँड्नुपर्छ ल हेर्नु ट्रेकिङ जाने हो भने बाटो यही हो सिटी मारे है कलेज सिटी मारे दुःख गरेपछि आयो गाइज आयो गाइज हामी सिम्बाफल आइपुगेका छौँ गाइज ल गाइज है अब हामी धेरै नै माथिको टप लेभलमा आइपुगेको छौँ सिम्बाफल्समा अब ल है गाइज आनन्दले बसेर हो हामी त सित भाइ त्यहाँ फोटो खिच्न भन्दैछु माछा नेचुरल लभ भन्छ यसलाई हामी नेचुरल लभ खड्का ए रहेछ कार्की हो कार्की ट्याक्सी ल्याउ न खाऊ गाइज अन्डर वाटर म त दूर देखि आए तिम्रो माया भोकेर तेस्रोमा चौथोमा छौँ क्या अरे चौथो 5 तला 4 तलासम्म गयौँ यो सानो पानी झरिरहेको छ यसको अलि अगाडि गयो भने 6-7 वटा स्टेप छ सबभन्दा ठुलो माउन्टेन हाइक नै हुने यही हो दुईटाको बिचमा छ यो होइन ल प्रतीक्षाको फल मिठो हुन्छ भने थाहा छैन के हो सही हो एउटा बाटो यो जङ्गलबाट आउनु पर्छ माथि टपसम्म डरो लाइफको सेकेन्ड टाइम यस्तो ट्रेक गरे यार सुरुमा चाहिँ लटम्बेश्वरको गऱ्यो त्यसपछि हामी हल्का ट्रेक गरेको भनेको
तिनधारे गयौँ। अब चौथो तेस्रोमा चाहिँ यही सिम्बा फल्स साउथ ललितपुरले च्याप्पैसम्म हेर्यो त है पोलेर यति रन्थनिरहेको छ होला। यो हाम्रो एकदम खुङ्खार निस्किने बाटो हो। यो चाहिँ यो बाटो होइन, खासमा माथिसम्म मात्रै के कस्तो छ भनेर हेरेको हो बाटो होइन। यात्रा हाम्रो चाहिँ अन्तकै हो। बाटो चाहिँ यो हो, एक्चुअली बाटो चाहिँ यो हो। यो चाहिँ अलिकति राम्रो देखा भएर मात्र हो है।